हेलो गाइस, हजुर सबैजनालाई मेरो अर्को भिडियोमा स्वागत छ। ल हेर्नुहोस् है, आज हामीहरू कहाँ छौँ। आज चाहिँ हामी जङ्गलमा छौँ। आज चाहिँ हामीहरू के गर्न आएका छौँ बिकज आज चाहिँ छुट्टीको दिन हो, आज चाहिँ सन्डे हो। सो त्यही भएर चाहिँ आज हामीहरू यहाँ हेर्नुहोस् यस्तो सुन्दर जङ्गलमा चाहिँ हाइकिङको लागि आएका छौँ। कस्तो भइरहेछ? बवाल भइरहेछ। आज जङ्गल जाने योजना छ के अरे, हेरौँ कस्तो हुन्छ। जहाँसम्म सकिन्छ त्यहाँसम्म हामी चाहिँ जाने नै छौँ। हेर्नु गाइजहरू, हामी कति सुन्दर जङ्गलमा आइपुग्यौँ। वाउ, सल्लाहको जङ्गल रहेछ है। कति सुन्दर हेर्नु गाइजहरू। हेर्नु गाइजहरू, यो यसको पातले गर्दा यस्तो भएको कि सब घाँस। भने कस्तो राम्रो रहेछ। रेस्ट गरौँ होइन? क्या दामी रहेछ त यहाँ त। त्यहाँ हेर्नु, ल गाइजहरू, हामी चाहिँ यस्तो खालको ठाउँमा आइपुग्यौँ। यस्तो रहेछ। हाम्रो टार्गेट हो त्यो पारिपट्टिको टुप्पा हो। हेर्नुहोस् गाइजहरू, हामी यस्तो ठाउँमा आइपुग्यौँ। पुरै खाडल रहेछ तल चाहिँ। सो हेलो गाइजहरू, हामीहरू चाहिँ लगभग हेर्दैछौँ। आधा जङ्गल गरिसक्यौँ। एकदम रमाइलो वातावरण छ यहाँनिर चाहिँ। So nice! Oh my goodness! So beautiful, beautiful. No, फाइनली हामीहरू चाहिँ यहाँ बगरमा बसेर केही कुराहरू खाउँ भनेर बसेको। त्यसपछि हामीहरू यहाँबाट माथि चढ्नेछौँ। हाम्रो गन्तव्य चाहिँ यही भिरदेखि टपमा चढ्नु थियो। हामीहरू चाहिँ यो सर पुरै नागेर आइपुगेछौँ भनेर। अब हामीहरू यो डाँडा चढ्नेछौँ। लोकेसन यो चाहिँ हाम्रो लोकेसन हो। यहाँ चाहिँ हामी पुग्ने भनेको। अहिले हामी यहाँ छौँ। सो या गाइज,
सो हामीहरू हिँड्दैछौँ, हेर्न सक्नुहुन्छ। कति टाढा रे अब हामीहरू? अब नजिकै छौँ अब हामीहरू 60 मिटर तलदेखि भनेको अहिलेसम्म। यहाँबाट दामी भ्यू देख्दो रहेछ तर जङ्गलले सब छेकेको छ। ल गाइज, यो चाहिँ हाम्रो लोकेसन थियो। दिदी यार यारले मेरो बोसेको मजाक उडाउनुहुन्छ। यहाँ बसेर हामीहरू एकचोटि छोड्नु न। नाइ दिदी भन्नु न केसको बोसोको आमा हेर न, हेर न। यहाँनिरबाट चाहिँ दामी भ्यू देखिँदैछ गाइजहरू। रुखले चाहिँ के त त्यहाँको पनि त छ त के अरे। हेर अब हामीहरू यहाँबाट जाँदैछौँ। चलो गाइज लोग अब चलते हैं। तिम्रो दिदी के लाग्दैन तिमीलाई? मलाई त कुनै डाउट नै छैन। हेलो गाइज, हेर्नुहोस् हामी चाहिँ यहाँबाट आइसकेका छौँ, त्यहाँबाट झरेर। अब हामीहरू चाहिँ यहाँनिरबाट सिधै माथि यो पहाड जुन छ यो नागेपछि हामी ठ्याक्कै चाहिँ पुग्छौँ। यो हाम्रो अन्तिम चढाइ चाहिँ हुनेछ है, यसपछि चढाइ चाहिँ छैन। चढ्दैछौँ। यो चाहिँ हाम्रो फाइनल उकालो हुनेवाला छ। हेलो गाइजहरू, हेर्नुहोस् यति अप्ठ्यारो ठाउँ छ। अझै हामीहरू हिँड्दैछौँ। यहाँदेखि तल चाहिँ भ्यू छ नि फेरि खत्रै वाला। कस्तो अप्ठ्यारो छ त्यहाँनिर। ल काँटा तान्नु नि समातेर तिमी आउने हो। दस बेला खसाल्नु लिन त जान्न तिमी, मलाई थाहा छ। प्रेम पनि छैन मलाई जस्तो छ। सजिलो कतै कस्तो कपिले? सो या गाइज, यो चाहिँ हाम्रो टप थियो। अब यहाँबाट अलिकति मात्रै छ भने हेर्नुहोस्। यो होला भनेको यार। के भयो? कबुली सुत्न। हेलो गाइजहरू, फाइनली हामी यो उकालो पनि चढिसक्यौँ। हामीहरू त्यहाँ तलबाट बगरबाट माथि टपमा गएर टपबाट झरेर फेरि उकालो आएर यहाँनिर बसिरहेका छौँ। कति सुन्दर जङ्गल छ है, ब्युटिफुल। हामीहरूले त्यो पहाड चढेको आज हामीहरू चाहिँ
देख्दै हुनुहुन्छ गाइजहरू सब चढेर आएको। चढेको त हामी त्यहाँनिर यहाँ तलको बगरमा त्यही बसेर हामी अघि नास्ता खाएको नि त। त्यहाँ बसेर हामी नास्ता खाएर हामी चढेको गाइजहरू माथि अनि ऊ त्यो टुप्पोमा पुगेर आएको के त्यहाँनिर। त्यहाँबाट यता झरेर यहाँ आयौँ। अब यहाँबाट हामीहरूको गन्तव्य चाहिँ एकदम नजिक छ। हामीले बाइक राखेको ठाउँ चाहिँ यहाँबाट एकदम नजिक छ। निरो टिन देखिँदो रहेछ छैन तपाईँ पनि। अघि मैले कहाँ देखेँ त यहाँ चाहिँ हेर्नुहोस् गाइजहरू यो निलो टिनमा हामी पुग्ने अब। हेलो गाइज फाइनली चाहिँ हामीहरू हाम्रो लोकेसनमा आइपुगेका छौँ। हामीले चाहिँ यहीँनिर चाहिँ आफ्नो बाइक राखेर चाहिँ यहाँनिर भित्र पसेका थियौँ भने अब चाहिँ हामी आफ्नो लोकेसनमा पुगिसकेका छौँ। कस्तो भयो बहिनीहरू थोरै रिभ्यू भन्नुहोस् त कस्तो भयो? बहुत राम्रो भयो, डाँडा नागेको थाहै भएन। एकदम राम्रो एडभेन्चर भयो। कस्तो भयो निसु? दामी भयो। हजुरहरू पनि आउन सक्नुहुन्छ है। ल थ्याङ्क यू फर वाचिङ, बाई। मेरो भिडियो बनाउनु तुली चाहिँ सब हेर्छ तेरो भिडियो हुन्छ। गाइजहरू फाइनली हामीहरू चाहिँ आइपुगेका छौँ। हेर्नुहोस् त्यहाँबाट झर्ने ठाउँ छ र?